म पनि मृत्यु तोकिएको मान्छे हुँ। आज म यसरी यहाँहरू समक्ष बोल्न सक्ने भएँ भनेपछि उपचार हुँदो रहेछ, बाँच्न सकिँदो रहेछ, मृत्युलाई जित्न सकिँदो रहेछ भन्ने खालको सन्देश तपाईँहरू सबैले दिनुहोला। आफन्त साथीभाइहरूले प्रार्थना गरिदिनु होला सबैलाई। यो क्यान्सर निको हुने रोग हो, यसमा उपचार सम्भव छ भनेर म्यासेज फैलाइदिनु होला। अर्को म डाक्टर साहबहरूलाई एउटा के अनुरोध गर्न चाहन्छु भने मृत्यु नतोकिदिनुहोस्। तपाईँहरूले यतिमा तपाईँको मृत्यु हुन्छ भनेर कतिपय डाक्टरहरूले सिधै भनिदिनुहुन्छ। तपाईँको यति हदसम्म तपाईँ बाँच्नुहुन्छ भनेर नभनिदिनुहोस्। किनभने आशा, जुन हामी आशा भनेर आज कार्यक्रम गरिरहेछौँ, आशा जगाइदिनुहोस्। उसको अवस्था नराम्रै भए पनि, 4th स्टेजकै क्यान्सर भए पनि उसलाई त मरिहाल्छस् भन्ने खालको ढङ्गले कुरा नगरिदिनुहोस्। मेरो यही अनुरोधका साथ फुलै फुल मात्र पनि होइन रहेछ जीवन, काँडा बिच फुल्ने फुल रहेछ जीवन।